हेलो साथीहरू, जोरले नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो यो युट्युब च्यानलमा। अनि यो चाहिँ मेरो फर्स्ट भ्लग हो। आई होप तपाईँहरूले माया गरिदिनुहुनेछ, हेरिदिनुहुनेछ। अनि फर्स्ट भ्लग हो, थाहा छैन कसरी स्टार्ट गर्ने हो, के बोल्ने हो, पब्लिक क्रिएट कसरी गर्ने हो होइन। अनि मेरो घर चाहिँ दुईवटा छ नि त, अनि दुई ठाउँमा छ। अनि यो चाहिँ मेरो गाउँको घर हो। अनि हामीहरू चाहिँ अनि मेरो छोरीको बिदा थियो नि त, स्कुल बिदा, त्यसैले हामीहरू चाहिँ अनि गाउँको घरमा आएको छौँ। अनि ऊ चाहिँ मेरो कान्छी छोरी प्रणवी। अनि मेरो परिचय दिनु पर्दाखेरि चाहिँ मेरो नाम परमिसा फ्रम सुर्खेत। हेर्न सक्नुहुन्छ, यो चाहिँ मेरो गाउँ हो। जङ्गल छ हेर्नु नजिकै। अनि रोड पनि छ। यो रोड चाहिँ पहिला नै खुलेको थियो, तर अब चाहिँ पिच हुन आँटेको छ कि। अनि अहिले चाहिँ कति भयो टाइम, 12:30 हुन आँटिसकेको छ। हामीले चाहिँ खानासाना खाएर रेस्ट टाइम हो यो चाहिँ हाम्रो। अनि गउँसो काट्ने सबै काम भइसकेको छ, त्यस्तो अरू केही पनि काम छैन। अनि मलाई चाहिँ कस्तो भ्लग गराउनु मन लाग्यो नि त, अनि त्यही भएर अनि मैले चाहिँ भ्लग गराएको छु। अनि तपाईँहरूलाई चाहिँ म मेरो भैँसीको गोठ देखाउँछु है त। यो चाहिँ हाम्रो भैँसी बस्ने घर हो। अनि एउटा बाख्रा छ, कुखुराहरू पनि कति धेरै छ। यो चाहिँ हाम्रो गोलबेडाको झ्याङ हेर्नु न, कति धेरै पाकेको, कति धेरै सुकाउनु भएको छ मेरो सासू मम्मीले। अनि यो चाहिँ छिमेकीको गाउँ हो। हिजो छोडी अस्ति कति ठुलो पानी आएको थियो नि त, अनि सबै रुजाएको थियो। अनि उहाँहरूले चाहिँ छोप्नु भएको थियो क्या, सबै रुजेको रहेछ। अनि त्यसरी आज यस्तो टाढो घाम लागेको छ नि त, अनि घाममा सुकाउनु भएको छ। अनि म चाहिँ तपाईँलाई मेरो भैँसी देखाउँछु है गाइज। अब के देखाउनु त है, के हो, मलाई त केही पनि गराउनै आउँदैन, ब्लग त्यत्तिकै गराइदिएको। अनि यो चाहिँ हाम्रो भैँसीको मल छ, त्यहाँ चाहिँ हाम्रो भैँसी। हेलो हेलो, हेर न भैँसी, ओ हेलो भनिदेऊ, हेलो भनिदेऊ। अनि मेरो चाहिँ दुईवटा छोरी छ नि त साथीहरू। अनि ऊ चाहिँ, उसको नाम चाहिँ प्रणवी, अनि ऊ चाहिँ 8 महिनाको भयो। अनि मेरो जेठी छोरी चाहिँ अनि 4 वर्षको भयो। अनि ऊ चाहिँ अहिले नर्सरीमा पास भएर चाहिँ उसको हामीले ग्रेड अप गरिदिएको छौँ, युकेजीमा एडमिसन गरेर। अनि बिदा थियो नि त, अनि हामीले त खासै उतै बस्छौँ बजारकै घरमा। अनि त्यही भएर बिदाको टाइममा चाहिँ अनि घरमा आएको छौँ। टिभी हेर्दैछ ऊ चाहिँ, हामीहरू चाहिँ यहाँ त्यत्तिकै डुल्न लाग्यो नि। कति सुत्नु क्या, घर पनि कति सुत्नु होइन। त्यही भएर हाम्रो चाहिँ यसो भिडियो गराउँदै हिँडेको आमा छोरी। हाम्रो चाहिँ गाउँ यस्तो छ, पुरै यस्तो बुट्टाहरू मात्रै छ, सबै यस्तो बुट्टाहरू छ क्या, बुट्टाहरू छ। अनि यो आँप चाहिँ पछि कति फल्छ नि, फुल्छ, तर यो चाहिँ योभन्दा अगाडि फुलेको छैन नि त, कस्तो हुन्छ थाहा छैन। सबै यस्तो छ होइन। म भैँसीको बच्चा पनि छ, हाम्रो गोठ, हाम्रो गोठ भनिदेऊ न, हाम्रो गोठ कति भनिदेऊ न, हाम्रो गोठ। अनि यो चाहिँ हाम्रो गोठ मासतिर जाने भर्याङ हो नि त, जाउँ है त, म तपाईँहरूलाई लिन्छु मासतिर, के छ देखाउँछु। अनि यो यसमा हिँड्न चाहिँ मलाई पहिला कस्तो डर लाग्थ्यो नि त, आजभोलि त केही पनि लाग्दैन, हल्लिन्छ है। अनि यहाँ चाहिँ यस्तो भत्किसकेको छ हौ। अनि यो चाहिँ हाम्रो घाँस काट्ने मेसिन, त्यहाँ चाहिँ पराल राख्नु भएको छ भैँसीको लागि। अनि यो घर बनाउँदाखेरि चाहिँ कस्तो रमाइलो भएको थियो नि, हाम्रो त मजाको शीतल हावा पनि चल्छ बनाउँदाखेरि क्या साथीहरू, कति रमाइलो भएको कि। अनि गाउँमा त कति धेरै मान्छेहरू आउँदो रहेछ नि त। अनि यो माटोहरू मुस्ने, कसैले खाना पकाउने, कसैले के गर्ने होइन। मैले चाहिँ फर्स्ट टाइम त्यस्तो गरेको, मलाई चाहिँ एकदमै रमाइलो लागेको क्या, धेरैजना। लु अब चाहिँ म तपाईँहरूलाई आज होइन मेरो भ्लगमा चाहिँ मेरो गाउँहरू, मेरो घर चाहिँ देखाउँछु। पहिला चाहिँ हाम्रो कति धेरै बाख्रा थियो नि त, अनि सबै बाख्राहरू बेचेर अहिले जम्मा एउटा बाख्रा मात्रै बाँकी। हेलो हेलो, यति मात्रै बाँकी छ, सबै बाख्राहरू मासिसक्यो। यसै गोलबेडाको झ्याङ। अनि मेरो घर है यो ब्याक साइडमा देख्नुहुन्छ, यो चाहिँ मेरो घर। चप्पल लगाएर आऊ, चप्पलमा धोइदिन्छु त अघि न। अनि घाम छ, घाम भयो नि शीतल छ है। अनि रुखहरू छ नि त यतातिर, कस्तो रुखहरू। अनि पहिला चाहिँ मलाई कस्तो लाग्थ्यो भने चाहिँ कस्तो ठाउँमा हो कि घर पनि रुख मात्रै भएको ठाउँमा घर छ क्या भन्थ्यो कि मैले उसको बाबाले।
मेरो छोरीले बोलाउँदैछ आऊ सानो आउनुहोस् भन्देऊ दिदीलाई आउनुहोस् दिदी भन्देऊ आउनुहोस् घाम घाम ताप्न जाऊँ भन्देऊ कति सुत्नुकै टाउको दुखिसक्यो अनि वरिपरि हेर्थेँ होइन कस्तो जङ्गल मात्रै लाग्थ्यो क्या अनि अब उतातिर हाम्रो त त्यस्तो हुँदैन नि त बजारतिर त अब रुखहरू त हुँदैन अनि यतातिर यस्तो यो रुखहरू मात्र देख्दाखेरि चाहिँ कस्तो ठाउँमा हो क्या तपाईँको घर भन्थेँ अनि आजभोलि मलाई राम्रो लाग्छ हुन त उमेर अनुसार पनि होला एकदमै राम्रो लाग्ने कि शान्त एकान्त छ हेर्नु न अनि रुखहरूको हावा अनि आउँछ शीतल हुन्छ मजा लाग्छ दामी लाग्छ कि आऊ चाहिँ मेरो जेठी छोरी हेलो सानो हाई गरिदेऊ यता सुन मैले भ्लग गराएको तिमीलाई वेलकम छ मेरो भ्लगमा यता हेर हाई गरिदेऊ त्यसो लगेर नि दिदीलाई देखेर ल त मेरो पछाडि आऊ अनि यो चाहिँ रोड खुलेको अनि यहाँसम्म मात्रै पिच भएको छ आधी बाटोसम्म अनि यता मेरो ब्याकसाइडमा देख्न सक्नुहुन्छ यता चाहिँ भएको छैन ऊ चाहिँ खुसी भएको छ क्या दिदीलाई देखेर एकदम ह्याप्पी अनि दिदी चाहिँ ठुलो छ नि त त्यही भएर बहिनीसँग खासै त्यस्तो गरी खेल्दैन क्या ऊ एक्लै खेल्छ अनि बहिनी चाहिँ उसँग खेल्ने भन्नु कति रुचाउँछ अनि के साथीहरू अनि यहाँ यो चाहिँ खन्नेको बुट्टा हो नि अनि यहाँ चाहिँ कति धेरै खन्ने फल्छ क्या अनि ऊ जहिले यहाँ आएर खन्ने टिप्ने भन्छ अनि जहिले चाहिँ कहाँ हुन्छ कि सानो टिपेको फेरि सानो बुट्टामा हुँदैन नि फेरि हुँदैन अनि यो बुट्टामा आएर जहिले पनि खन्ने टिप्न जाम मम्मा भन्छ कि एक्लै पनि आउँछ क्या ऊ चाहिँ हाम्रो घर चाहिँ यहाँबाट देखेको छ ऊ त्यो सेतो हो हाम्रो घर अनि यो बारी चाहिँ यो सात अनि यो चाहिँ सात हो नि त अनि यहाँदेखि यतातिर चाहिँ हाम्रो बारी हो यो देखिने सबै बारी हाम्रो हो अनि अस्ति मात्रै पानी चारेको कुलो लाएर अनि यो चाहिँ कुलो हो साथीहरू हेर्न सक्नुहुन्छ यो कुलो हो यो कुलो चाहिँ माथिबाट नै छ अनि कुलो लगाएर पानी चारेको अनि ठ्याक्कै पानी आयो क्या त्यसको साँझमा त के थाहा त नि होइन पानी आउँछ भने तर पनि केही छैन त्यस्तो ओभर हिलो चाहिँ भएको छैन यहाँको जग्गाहरू चाहिँ पुरै सोच्छ क्या हिलो पानी आयो भने त्यो टालिँदैन नि सोचिहाल्छ अनि मलाई चाहिँ के बौला जस्तो यस्तो गरिरह भन्यो होला है कोही मान्छे देख्यो भने तर मलाई चाहिँ रमाइलो लागिरह है घाम भयो नि आज मलाई निन्द्रा पनि लाग्छ छैन अनि के गरौँ भयो अनि कति सुत्नुकै टाउको दुखिसक्यो हेर्नु न यहाँ पिच गर्नु लागेको रहेछ यति अनि पहिला त ऊ त्यो हाइवे रोड पनि पिच थिएन नि भर्खरै गराएको कस्तो राम्रो पाहा आजभोलि त हाम्रो गाउँमा धेरै विकास भएको छ साथीहरू चाहिँ नानी पढाउनको लागि बजारतिरै बस्छु अनि घरमा चाहिँ कहिले कसो आउँछौँ अनि त्यही रमाइलो हुन्छ रमाइलो लाग्छ अनि मेरो श्रीमान चाहिँ आफ्नो कामको सिलसिलामा अनि घरदेखि टाढा हुनुहुन्छ अर्को जिल्लामा हुनुहुन्छ उहाँ चाहिँ अनि हाम्रो चाहिँ मेरो अमाजु दिदीको चाहिँ बिहे भन्दा पनि टिका फुकाइ छ नि त अब वैशाखको 19 गते टिका फुकाइ भन्ने कुरा छ अनि त्यतिखेर फेरि आउँछौँ हामी गाउँमा रमाइलो हुन्छ त्यतिखेर त मेरो हस्बेन्ड पनि आउनुहुन्छ साँच्चै नै आफ्नो बुढा बिना त खल्लो खल्लो लाग्छ हौ ल्यायो खै देखाउ त के हो त्यो चाहिँ फेरि चाउचा खायो कति चाउचा खाएको हौ ल हाम्रो पछि हो र सानो तिमीलाई अनि यो मनपर्छ कि नयाँ गाउँ यता हेर त मनपर्छ तिम्रो नाम भनिदेऊ न त के रे मायामी बिरकटा मगर अनि नानीको नाम के हो कर्णवी बिरकटा मगर अनि सिस्टर पनि हो र क्यामेरा पक्रिएन नि आउँदैन साथीहरू के हो कस्तो हो अनि यो भिडियो चाहिँ मैले अपलोड गर्नेवाला छु है साथीहरू अनि हेरिदिनु होला माया गरिदिनु होला के कस्तो हुन्छ कमेन्ट पनि गरिदिनु होला अनि यस अनि चाहिँ अब हामी चाहिँ कस्तो लास्टे घाम भयो नि त नानीलाई यस्तो घाममा तताउँदै हिँडेको छु उसको त कपाल पनि छैन त्यही नि हो अनि के भन्छ अरे म चाहिँ भिडियो अब चाहिँ हाल्नेवाला छु माया गरिदिनु होला अनि मिलाएर हेरिदिनु होला अनि कमी कमजोरी स्टार्टिङमा यस्तै त हो नि होइन त्यो पनि थाहा हुँदैन अनि मिलाएर हेरिदिनु होला भन्ने आशाका साथ यो भिडियो चाहिँ म इन गर्दैछु साथीहरू बाबा।